मेरो चाहिँ अहिले ईदको छुट्टी सकेर रुममै छुट्टी मनाइछ। रुममा त्यतिकै बस्दा बोर हुने, त्यही भएर कराकरुक बनायो, खायो। आफू शाकाहारी पर्यो, त्यही भएर चना मटर, पनिर, न्युट्रेला, सोयाबिन यस्तै कराकरुक बनायो, चरकचुरुक खायो, छुट्टी मनायो। यस्तै छ। अनि यहाँ चाहिँ सलादको आइटम छ। काँक्रा, मुला, गाजर, प्याज, धनियाँ भयोभरको सबै। अब यसलाई चाहिँ यहाँ हालेर अनि सुरु गर्नुपर्ने। आफू शुद्ध शाकाहारी पर्यो, शाकाहारी आइटम कराकरुक बनायो, खायो, छुट्टी मनायो। यस्तै हो। घुम्नु जानु कति घुम्नु, घुमेछ, छुट्टीभरि घुमेकै, खाएकै, घुमेकै। यस्तै हो। छुट्टीमा ईदको छुट्टीपछि रुममै छुट्टी मनायो। यस्तै छ। सट्टै तान्यो। यस्तै कराकरुक शुद्ध शाकाहारी आइटम। गर्मी चल्यो, निकै गर्मी भइरहेको छ अहिले। कम्पनीले दिएको छुट्टीमा यस्तै कराकरुक बनायो, खायो, छुट्टी मनायो। आफू रमबियर, सोलमारी, चरकचुरुक यस्तो खाने परिएन। फेरि यहाँ साउदीमा त त्यस्तो पाउँदैनन्। यस्तै चिसोहरूमा त चरकचुरुक तान्यो, छुट्टी मनायो। यस्तै हो। भर्खर 9:30 हुँदैछ। अब यति खाएर भरे एकचोटि 12 बजे खाना खायो अनि एकछिन घुमघाम, आराम। यस्तै हो। शाकाहारी आइटम यस्तै बनायो, खायो। रुममा टाइम पास त्यतिकै भएन। खायो, बस्यो, मोबाइल हेर्ने, कति हेर्ने, घुम्यो। गर्मी भयो, फेरि रुममा आयो, यसो चिसो सासो यसो खायो, चरकचुरुक खायो। यसरी टाइम पास गर्यो। आजको छुट्टीको चिया नास्ता यस्तै। त्यहाँदेखि एकचोटि 12 बजे खाना।
रुममा छुट्टी मनाउने बस्ने यस्तै हो। कम्पनीले रुममा छुट्टी बस्ने दिएपछि यस्तै कराकुरुक बनायो, खायो, आराम गरे। यस्तै छ परदेशको ठाउँमा, विदेशको ठाउँमा आफैले भने जस्तो हुँदैन। आफैले आफ्नो खुसी ल्याउँदैन, नियम कानुन अनुसार चल्नु पर्यो। त्यस्तै छ यताको नियम कानुन। कम्पनीले जे भने त्यही अनुसारले चल्नु पर्यो।